हेलो एभ्रिवान, नमस्ते एन्ड राम राम सबैजना। हे वेलकम ब्याक टु माई मिनी भ्लग। सन्चै हुनुहुन्छ सबैजना? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु साथीहरू। अनि साथीहरू, हजुरहरूको दिन कसरी बित्यो? मेरो चाहिँ यसरी बित्दैछ साथीहरू। बिहान उठे अनि फ्रेस भए। फ्रेस हुँदा बिहान चाहिँ एकदमै ढिलो उठेको थिएँ साथीहरू। आज म अस्ति पर्व थियो नि त, त्यही भएर अनि उठ्ने बित्तिकै फ्रेस भएर मैले चाहिँ चिया सिट खाएँ। अनि हेर्नु न साथीहरू, बहिनी आइसकेपछि यस्तो सजिलो हुन्छ मलाई, यस्तो हेल्प गर्नुहुन्छ साथीहरू। म चाहिँ बाजेको लागि खाना पकाउँदै थिएँ र ठ्याक्कै मम्मी बैठकबाट आउनुभएको। अनि त्यसपछि फोटो खिच्दिन मन लाग्यो। कस्तो राम्ररी देखिएको क्या हाम्रो मम्मीलाई चाहिँ। अनि त्यसपछि लजाउनु भएको थियो, फोटो खिच्दिएँ। अनि बहिनीहरूलाई हेर्नु न, कपडा पनि धोइदिनुहुन्छ कि मेरो। यस्तो चुप्पा खाना मन लाउँछ नि यस्तो देखेर। अनि त्यसपछि बाजेलाई चाहिँ मैले यस्तो खानाहरू बनाएँ। अनि बाजेलाई दिएपछि हामी चाहिँ माथि गएर यसो गफ गरिरहेको थियौँ त्यो बहिनीसँग। अनि कस्तो राम्रो देखेको क्या बाबाको फोटो कि अघिनको चाहिँ। अनि त्यतिकैमा चाहिँ आन्टीले चाहिँ माछा मारेर ल्याउनु भयो। यस्तो धेरै माछा मारेर ल्याउनु भयो नि। अनि साथीहरू, आज चाहिँ बाजेलाई नुहाइदिनु पर्यो भनेर घाम पनि लाग्थ्यो नि त। अनि त्यसपछि घाममा बसालेर तातो पानी तताएर बाजेलाई चाहिँ नुहाइदिन थाल्यौँ साथीहरू। अनि बाजे चाहिँ अलिकति उठ्न बस्न अलिक गाह्रो हुन्छ नि त। अनि नुहाउनु पनि पर्यो, अनि सफा राख्नु पर्यो साथीहरू। अनि हेरविचार पनि गर्नुपर्छ नि त बुढो मान्छेलाई साथीहरू। म त मिची मिची नुहाइदिएँ बाजेलाई त, सफा पारेर चिटिक्क पार्दै थिएँ। अनि त्यसपछि एकदम फ्रेस फिल गर्नुभएको थियो कि। अनि नुहाएको दिन चाहिँ एकदम फ्रेस फिल गर्नुहुन्छ नि त। अब हामी पनि नुहायो भने त अलिक फ्रेस भइन्छ नि त। त्यही भएर चाहिँ हामी चाहिँ 2-3 दिन बिराएर चाहिँ नुहाइदिइराख्छौँ कि बाजेलाई। अनि अस्तिको पालिमा चाहिँ चिसो पानीले नुहाउनु भएको थियो। अनि अलिकति बिमारी भयो जस्तो फिल गर्नुभएको थियो कि, चिसो भइहाल्छ कि, कति छिटो चिसो हुन्छ बाजेलाई फेरि। अनि त्यही भएर हामीले चाहिँ तातो पानीले नै नुहाउँछौँ कि, नुहाइदिन्छौँ। अनि त्यसपछि मैले चाहिँ घाममा बसालिदिएँ एकछिन बाजेलाई। अनि उता बसालेर अनि मजाले कपडाहरू फेरिदिएँ बाजेलाई। अनि साथीहरू, हजुरहरूको घरमा को बाजेहरू हुनुहुन्छ? म चाहिँ आफ्नै बाजेलाई त देखिनँ, तर आफ्नो उहाँ चाहिँ मेरो ग्रान्डफादर इन ल हुनुहुन्छ। अनि साथीहरू, बाजेलाई चाहिँ मैले अनि नास्ता बनाइदिन पर्यो। नास्ता चाहिँ के बनाइदिनु भन्ने सोचेको थिएँ। अनि त्यस ठ्याक्कै अनि हिजो पिसेको त्यो चक्कीमा नि चामलको पिठो रहेछ। अनि त्यहीमा चाहिँ अलिकति गहुँको पिठो राखेर हल्का चिनी राखेर अनि त्यसपछि रोटी बनाइदिएँ। बाजेलाई फेरि गुलियो भनेपछि यस्तो मनपर्छ हेर्नु साथीहरू। त्यति गुलियो त कसैले नि खान्न कि। मलाई फेरि खासै गुलियो मन पर्दैन, गुलियो खुलाउन नि मन लाग्दैन कि। अनि त्यसपछि बाजेलाई चाहिँ गुलियो मन पर्ने। अनि त्यसपछि के गर्ने त, अनि मिठो मानेपछि त खुलाउनै पर्यो नि त। अनि साथीहरू, अनि बहिनीहरूले चटपटे बनाउनु भएको थियो कि, अनि चटपटे खाएँ। अनि माछा चाहिँ आन्टीले बनाउनु भएको थियो, कस्तो मिठो भएको थियो साथीहरू। अनि म चाहिँ हिँडेँ गाबा टिप्न साथीहरू। आज चाहिँ बाजेलाई गाबा खान मन लागेको रहेछ। अनि म चाहिँ गाबा टिप्न हिँडेँ। अनि साथीहरू, यस्तो मिठो हुन्छ नि, यति छिटो गल्छ हाम्रो घरको गाबा फेरि हेर्नु। अनि यो चाहिँ रोपेको गाबा हो कि। अनि यस्तो मजाले गल्छ। अनि बजारको चाहिँ गल्दैन नि त।